के हो तपाईलाई रिस्क कहिले उठ्दैन क्या हैन म जिन्दगीमा दुईटै कुरा जान्छु कि यिनी आफ्नो नाम निकोलस भन्दै हिँड्छन् तर यिनको नाम निकोलस भुसाल होइन यिनी नवराज भुसाल हुन्। अर्घाखाँचीमा उति बेला 50-52 सालतिर एउटा खैरे नेपाल घुम्न आउँदा जनयुद्धको बिगबिगी थियो त्यति बेला। त्यो खैरेले चकलेट खाएर झुक्केर चकलेटको खोस्ट भुइँमा फाल्यो। यिनले उठाएर नाम पढे चकलेटको नाम निकोलस भएपछि उनले आफ्नो नाम त्यही स्पेलिङ सचाएका हुन्। यिनको रियल नाम नवराज हो। उति बेलाका 50-52 सालमा छोराको नाम निकोलस राख्ने बाआमाको चेतना हुँदैन। बच्चाको नाम 52 सालमै निकोलस राख्ने बाआमाले त्यत्रो 20 वर्ष एमाले काङ्ग्रेसलाई सत्तामा राख्दैनन्। त्यही भएर यिनको नाम नवराज हो, निकोलस होइन। 3600 करोडवटा साल छन्। अहिले कतिवटा छन् र नेपालमा साल? 3600 करोड गर्नु है गएर हामीले गनेर आछौँ त्यहाँनिर हिजो आएको। यिनी सालका रुख गने भन्दै हिँडेका छन्। आफ्नै दिमाग गर्न भ्याएका छैनन्। के सालका रुख गन्थे? यिनी सालका रुख गर्न गएका होइनन्। यिनी त बजार बसेर गाँजा खायो भने पुलिसले समात्ने भएर यसो सालको ओझेल परेर खाम न त भनेर गएका हुन्। यिनको खाने तरिका फेरि अरूको भन्दा बेग्लै छ। अरूले कुपी बनाउँछन्, कुपीमा गाँजा हाल्छन्, त्यो प्राविधिक काम भयो। कुपीको डिजाइनिङ गर्ने, मात्रा मिलाउने त्यो इन्जिनियरिङ काम हो। काठमाडौँको मेयरले त्यसै कुपीको डिजाइनिङ गर्यो, ऊ इन्जिनियर हो। क्वान्टिटी मिलाउन जानेको हुन्छ इन्जिनियरले। यिनी डाक्टर गोविन्द केसीको क्षेत्रका परे। भोकै सुत्ने त्यसैलाई अनसन भन्ने यिनीहरूको काम भयो। यिनी भोका थिए, उसले दबाई जसरी खायो काठमाडौँको मेयर बन्यो। यिनी अनसन बस्दा बस्दा भोका थिए, यिनले भोजन जसरी खाएर यिनी बौला बनेका छन्। बिहे गर्ने यो छ छैन? म चाहिँ खास वेदको रचना भगवानको चाहना मैले चाहेर के हुँदैन के। बिहे गरी यिनको चाहना नभएको होइन, तर यिनलाई मान्छेहरूले बिहान बेलुकै दिने लहिनो भैँसी बेच्न त डराउँछन् भने छोरी कसले के आधारमा दिने? यिनी आफू डाक्टर हुँ भन्छन्, जहिले पनि बिरामी जस्तो बेहोरा देखाउँछन्। त्यही भएर यिनको बिहे हुन असम्भव जस्तै छ। जबसम्म हात पाखुरामा तागत छ, मुखमा हुने बेलासम्म त्यसैले काम चलाउनु पर्दछ भन्ने मेरो बुझाइ हो। बोर्डिङ सोर्डिङ स्कुलहरू बन्द गरेर अब काम छैन। यो बच्चा बच्चीलाई दुःख दिने होइन, बच्चा बच्चीलाई हामी गुरु बनाउने हो। यिनले स्कुल कलेजहरू बन्द गर्ने भनेका छन्। अरू कुरामा असहमति भए पनि म उनको यो कुरामा चाहिँ सहमति जनाउन चाहन्छु। किनभने बच्चा बच्चीलाई पढाएर डाक्टर बनाएर पनि यिनी जस्तै डाक्टर निस्किने हुन् भन्छ। बच्चैबाट किन पढाउने? त्यही भएर यिनी जस्तै डाक्टर बनाउने हो भने बच्चा बच्चीलाई स्कुल नपठाएकै राम्रो। अहिले हामी 16 लाख सेनाको लागि भर्ती खोल्दैछौँ आजदेखि है। 2 लाख कृषि सेना, 2 लाख निर्माण सेना, 2 लाख औद्योगिक सेना र 2 लाख डिजिटल सेना, 8 लाख सेनाको लागि हामीसँग जोडिनुस्। कृषि सेनाले कृषि गर्नुस्, निर्माण सेनाले निर्माण गर्नुस्। यिनले 16 लाख सेना भर्ती गराउँछु भन्छन्। यिनका पछि यिनले मकैका दाना देखाएर, किम्मु खनिया र इपिलका घाँस, मिठा मिठा घाँस देखाए भने पनि खसी बाख्रा त यिनका पछि लाग्दैनन् भने बन्दुक बोकेर ज्यानै फालेर को यिनका पछि आर्मी पुलिस हुन जाला? एउटा भण्डारीको हँसाउने भन्ने कार्यक्रम छ, त्यसमा पनि यति घटिया जोक गर्दैनन् मान्छेहरूले। यति घटिया जोकहरूलाई यिनले निबन्ध जसरी भाषण छाटेका छन्। यो बालेन्सा भन्ने छ नि मान्छे, मेरो साथी हो है। यति खतम, यति खतम, यति खतम। यो बालेन्सासँग रिसाउनुको कारण मैले अघि भनिसकेँ। उसले कुपीको डिजाइन गर्यो तर मलाई सिकाएन। मैले घाँस जसरी खाएँ, उसले महादेवले जसरी धुवा पुत्याउँदै खायो। ऊ मेयर बन्यो भन्ने उनलाई रिस हो। पढेर मात्रै हुँदैन, गाँजा खाने तरिका पनि जान्नु पर्दछ। राजनीति त्यसै हुँदैन। हामीले चाहिँ पृथ्वी स्वर्ग बनाउन चाहन्छौँ र पृथ्वी सरकार पनि हामीले नेपालमै बनाएर पृथ्वी यहीँबाट चलाउन चाहन्छौँ। अब उनी पृथ्वी नै यही नेपालबाट चलाउँछु भन्छन्। कुरा ठिकै पनि हो। बाहिर जाने एमबिसीले भिसा पनि दिनु पर्यो। एमबिसीले भिसा दिने त परेको कुरा। अब यिनलाई नाइट बसले टिकट पनि दिँदैन जस्तो मलाई लाग्छ। उनको बेहोरा त्यस्तै छ, बोलीको ठेगान छैन। त्यही भएर यी सबै हावा कुरा हुन्। सकेसम्म अब क्यामेराम्यानहरूले बरु इबागिरीकै भिडियो खिच्ने गरौँ। यिनको भन्दा त्यता भ्युज बढी आउला। हामीले चाहने हो भने म यो एमबिसी पनि लहर दिन पनि सक्छु कि साँच्चै भन्नुपर्दा। अब अहिले आएका यिनी नयाँ डाक्टरहरू, कोही अनसन बस्ने, कोही इन्जिनियर भन्ने, केपी ओली, देउबा, प्रचण्डसँग सँगै एउटै खालमा कल्बेर खेल्छु भनेर कसिरहेका छन्। त्यो खेल सजिलो खेल होइन। यिनीहरू आजै खालमा गएर बस्छु, मेरो हुकुमको नैलाले देउबा ओली र प्रचण्डका मिसी भाषा एकैपालि झार्छु भनेर सोचिरहेका छन्। तर ओली देउबा प्रचण्डहरू यिनीहरूको नैला झऱ्यो भने आफ्नो
गुलाम फालेर एक्का बासा बचाउने खेलाडी हुन्। ओली देउबाहरूले यी केटाकेटीहरूका इट्टाका एक्का पनि अन्तिममा हुकुमको दुक्कीले मारेरै छोड्छन्। त्यही भएर पहिला जुटपत्तीबाट सुरुमा खेल सुरु गरेर त्यहीमा 2-4 वर्ष जुवाडे बनेर बल्ल कल्बेर खेल्न गए हुन्छ। नत्र भने 5 हात बोलेर 3मा गोलो लगाउने काम नगरौँ। धन्यवाद।